अहिले पनि हामी हाम्रा ती युवाहरू जसले आन्दोलन गरे उनीहरू त आवाज दिने ठाउँ नपाएर रोडमा गए नि, अब पनि उनीहरूलाई आवाज दिन वञ्चित गरिन्छ, अप्ठ्यारो पारिन्छ, उनीहरूलाई भोट हालेर आवाज दिन सक्दैनन् भने त ढिलो चाँडो फेरि त्यो रुष्ट युवाहरू त भोलि ठुला हुन्छन्, फेरि रोडमै आउँछन्। सो यो चाहिँ सल्युसन होइन। बरु चुनाव रोक्न सकिन्छ, सार्न सकिन्छ। सबैभन्दा बढी पार्टिसिपेट कसरी हुन्छन् होला, सबैभन्दा जनता बढी पार्टिसिपेट कसरी हुन्छन् होला, र बेसिकली अहिलेका युथ भोटर्सहरू, फर्स्ट टाइम भोटर्सहरू चाहिँ कसरी बढी पार्टिसिपेट हुन्छन् होला भनेर चाहिँ सरकारले त्यसमा चाहिँ एक्सर्साइज गर्न जरुरी देख्दछु म। र लोकल लेभलमा नि इलेक्सन कमिसनलाई चाहिँ वडा र नगरपालिका स्तरमा नै इलेक्सन कमिसनलाई चाहिँ मोबिलाइज गरेर नयाँ भोटर लिस्टको रजिस्ट्रेसन चाहिँ तुरुन्त गरियोस् भन्ने म आह्वान गर्न चाहन्छु जावेदजी। हजुर, त्यो एकदम ठिक भन्नुभयो तपाईँले। यसलाई चाहिँ तुरुन्त हामी जोरदार माग गरेका छौँ। यो नागरिक सरकारलाई चाहिँ हामी अपिल गर्छौँ कि यसलाई तुरुन्त वडा लेभलमा पुर्याउनको लागि स्रोत साधन जसरी पनि मोबिलाइज गर्नको लागि अरू ठाउँमा कुनै कटौती गर्नु छ, खर्च कटौती गर्नु छ भने तपाईँहरू गर्नुहोस्, तर यसलाई तुरुन्त लागू गर्नुहोस्। नत्र फेरि चाहिँ यो नागरिक सरकार बनेको अनुभूति, सही अनुभूति युवाहरूमा, जनताहरूमा जाँदैन। सो म अपिल गर्छु यसलाई तुरुन्त लागू गर्नुहोस्। धन्यवाद।